हङकङमा भएको आगो लागिले लिग्यो सयौंको ज्यान। हङकङको ताइपो स्थित वाङफङ कोटमा भएको भीषण आगलागीका कारण कम्तीमा 128 जना भन्दा बढी व्यक्तिहरूको ज्यान गइसकेको छ भने 200 भन्दा बढी व्यक्तिहरू अझै बेपत्ता छन्। नवीकरणको क्रममा प्रयोग गरिएको बाँसको स्क्याफोल्डिङ र दहनशील मेसबाट सुरु भएको आगो केही मिनेटमै धेरै टावरहरूमा फैलिँदा सयौं परिवार विस्थापित भएका छन् भने दर्जनौं घाइते अस्पतालमा उपचाररत अवस्थामा छन्। प्रहरीले निर्माण सम्बन्धी लापरवाहीका आरोपमा 3 जनालाई पक्राउ गरेको छ भने यो घटना हङकङमा पछिल्ला दशककै सबैभन्दा घातक आवासीय आगलागी मानिँदैछ र सँगसँगै भवन सुरक्षा सामग्रीको गुणस्तर र नियन्त्रण प्रणालीबारे थप गम्भीर प्रश्न उठिरहेका छन्, जसको विस्तृत तथ्याङ्क र आधिकारिक विवरण भने आउन बाँकी छ।